नमस्कार शुभ बिहानी साथीहरु, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म म्याङको सिंहबाहिनी मन्दिरमा गएको छु दर्शन गर्नको लागि। साथी र म मिलेर गएको है। अब चाहिँ दर्शन गर्छौं। उयादेखि त्यो थाली साह्रो नगाडी अनि अघि तिमीले कसरी खिच्यौ हो? फोटो खिच्दैछु, यो भिडियो बनाउँदैछु। छड्के बाल्नुपर्छ क्या, बाल्दा मुट्याएर बाल्नु कहिले पर्दैन। तुत पनि के हाल्दो
हामीले चाहिँ भित्रको पूजा सकिसके पछाडि यसरी पछाडि सर्दै बाहिर निस्क्यौँ। यहाँको मन्दिरको चलन यस्तै छ क्या यहाँ चाहिँ। अनि त्यस पछाडि हामीले फोहोरहरू डस्टबिनमा हाल्यौँ। अनि फोटो खिच्दिने मान्छे नभएर चाहिँ आफै फोटो खिच्यौँ, भिडियो बनायौँ एकछिन। त्यस पछाडि पुजारी बाले हामीलाई टिका लगाइदिनु भयो, आशीर्वाद दिनुभयो। अनि मैले पनि यो घरबाट लगेको अघि यहाँ खालीमा चाहिँ बच्चाबच्चीले चलाएर कस्तो सबै बिग्रेको थियो। अनि मैले आफै लगेको लगाएँ, साथीलाई पनि लगाइदिएँ। अनि अलिअलि फोटोहरू खिचेर हामी चाहिँ दुवैजनाले यसरी टिका थाप्यौँ पुरोहित बाबाट। अनि त्यस पछाडि उहाँलाई केही भेटीहरू दिएर अनि फेरि फोटो खिचौँला, भिडियो बनाउँला भनेको घामले डिस्टर्ब गर्यो। अनि त्यस पछाडि अलिअलि बनाइयो। अनि त्यस पछाडि चाहिँ हामी जसरी गएका थियौँ त्यसरी नै फर्क्यौँ। मलाई चाहिँ पूजाआजा गर्नु चाहिँ एकदमै मनपर्छ। अनि आज म 3-4 वर्ष पछाडि मन्दिर गएको थिएँ क्या, घरमा जुठो भएर। अनि हामी चाहिँ यसरी फोटो भिडियो खिच्यौँ हऱ्यौँ। अनि त्यस पछाडि लाग्यौँ बाटो। धेर मोबाइल नचलाउनु, ज्ञानी हुनु। राति 11-12 बजीसम्म अर्को लाइभ नकुद्नु। धन्यवाद भिडियो दिनुभएकोमा।